हान्से निस्केको मानुङकोट केटाहरूलाई पठाउनु पर्छ पछि भिडियो लाग्दैन भ्लग जस्तै गरेर मानुङकोट गए छतमा आएर छतमा बसेर हावा चिसो बिहान बिहानको जाडो यार चिसो लास्ट चिसो होइन ज्यादा त रातो बनाउनु भयो यार चिसोले पहिला पहिला यार यहाँ मानुङबाट पढ्ने यहाँ डमोली आउँथ्यो मानुङबाट है अहिले त मान्छे सबै तल झरेर भाडा बस्छ होइन हामीसँगै पढ्थ्यो त मानुङको केटाहरू मानुङको है डमोली पढ्न आउने मेरो धन्न गाडी त रोकेछ नि यहाँ त्यसले फोन गर्यो नि त म त कहाँ एउटै गाडी आउँदो रहेछ क्या हो एक डेढ घन्टामा त हिँडेर पनि पुगिन्थ्यो होला एक डेढ घन्टामा त हिँडेर पनि पुगिन्थ्यो मेरै पुगिन्थ्यो होला है सर्टकट बाटो थाना भएर बाटो त होला नि यता कता खारेको सर्टकट बाटो पहिला पहिला त अब कसरी हिँड्ने कुकुर कसरी कुदिरहेको छ यार बिचरा कहाँबाट त्यो मान्छेको पछि लगाएर आयो होला आमा जाडो मार्यो नि गोजियाले बाटो चाहिँ राम्रो हुन्छ कि बाटो राम्रो बनायो अर्को आफ्नै बाइक भयो है सर्ट त जतिखेर मन लाग्यो त्यतिखेर घुम्नु हुन्छ नि त्यसमा अब फेरि अर्कोचोटि त एकचोटि यस्तै भइहाल्यो अर्कोचोटि विदेश गएर आयो भने चाहिँ गतिले निकाल्ने अरू भ्यू चाहिँ बवाल देखिन्छ अरे है उतापट्टि हिमाल देखिन्छ है काम त टुवा बनायो यार रुगा लाग्छ यार यस्तरी हिँड्यो भने त के छैन धुने त हो अब चाहिँ पुरै केही देखिँदैन है यहाँबाट चाहिँ कच्ची बाटो रहेछ आँसु निकाल्ने गरी कुदाइदियो यार केही देखिँदैन रहेछ त अब माथि नि अब घाम लाग्यो भने हो आधी बादल आधी घाम देख्ने माथि नै हो क्या तर है यस्तो चिसो यार पुरै सुलाएछ भिडियो लागेर हजुर हुँदैन हो हो अहिले अहिले पाउँदैन
बिहान र साँझको लागि होइन पुरा जमिन जस्तो नि त्यो बादलले। अनि त्यहाँ अहिले घाम लागेको छैन होला नि हो ल ए अन्त डाँडा भयो नि त चाँडो आउँछ होला ए घाम छ है ए भनेपछि भ्यू हेर्नलाई त बिहानै राति नै आउनु पर्ने भनेपछि भ्यू हेर्नलाई बिहानै आउनुपर्ने राति नै त्यहाँ चाहिँ 5:30 बजे पुग्नु पर्यो। अच्छा अग्रकै बनायो त है अच्छी अलिकति रहेछ फेरि बिच नभएको फेरि बिच रहेछ भनेपछि घाम लागिसक्यो अरे अब हामी के गर्ने त बादलमाथि फोटो खिचेर आउने अब कता हो कता डाँडा हेर्नु हुँदैन नि हेर यस्तो उडिरहेछ माथिबाट देखिन्छ के अरे कोटनाडेबाट यो पुरै एरिया हो पुरा एरिया त्यो बाटो सबै देखिन्छ। यो घाम त यहाँ पुगिसकेछ यहाँ तल पनि नआएर रहेछ त अनि बिहानको घाम हेरौँला बिस्तारो भने म त ढिलो आउँछ होला 11-12 बजी केही छैन यहाँ हाम्बाले भने नि हुन्छ तोरी फुल्या रहेछ कतै हो जाने होइन होला नि बालुङकोट जाने बाटो यो अनि यो कता जाने बाटो हो त 2 किलोमिटर छ अरे अझै हिमाल देखिरहेछ यहाँ यस्तो भवाल यो डाँडा पुग्यो भने यहाँ माथि घाम लागिरहेछ है यस्तो दामी तलमा भने जाडोले मान्छे कामिरहेछ थर भइरहेछ हिमाल पनि यस्तो दामी देख्दो रहेछ फेरि हिमालय पनि तल बादल क्या दामी देखिरह होला फेरि बादल माथि डाँडा काँडा हेर न बादल क्या दामी देखिरहेछ यार बादल हेर न वाउ हिमाल बादल हेर कस्तो दामी देखिएको छ तर हामी नजिक भएर पनि आउँदैन नि मान्छे कति टाढाबाट यता आउँछन् है यो भ्यू हेर्नलाई मान्छे राति बस्ने अनि मानुङकोट बाटो त तपाईँ नजिकै होला कि लामो बाटो भएर कि यता र उता भएको बाटो भएर कि धेरै टाढा अन्त गाई बाख्राहरू चराउने ठाउँ कस्तो डाँडा मान्छेहरूको सबको जग्गा हो कति आहा हिमाल देखियो यार
फाइनली गाइस मानुङकोट पुग्यो हैन मानुङकोट वाओ क्या भवाल देखिया छ यार ठाउँ स्वर्ग गाइस स्वर्ग हो यो भनेको चाहिँ आमा तल कता बस गराउँछ यता कता हो रिसाएर बोले छैन कि राम्रोसँग अहिले के भन्छ अनि रिसाएर त्यस्तो मैले फगाउनु पनि माने होइन अनि त्यस्तो भनेको कि तै यो अहिले 20 लाख भयो भनेर अलिकति उ गरेर अरू मान्छेहरू हाल्छ नि हाल्छ भने कि यसले अलिक त्यो टेन्सन पनि बस्नु अहिले अलिकति उ भयो कि फेरि अहिले अस्ति भएर गरेर फेरि अहिले हाल्दाखेरि उसलाई नि आउने यता अहिले यो दाइको यार यो अफर लेटरहरू आएको थियो होइन पैसा नदिँदै अफर लेटर क्यान्सल भयो अनि अहिले फेरि हालिदियो भने ए यो साथी छ कि ठिक ठिक फोटो खिचेर कस्तो आउँछ यहाँ दामी आउँछ नि आइफोनबाट खिच्ने क्यामेराबाट खिच्ने के लेख्यो र क्यामेराबाट खिच्ने कि आइफोनबाट खिच्ने आइफोन ल्याऊ आइफोन यो भइहाल्यो क्यामेरा त्यहाँ आइफोनबाटै खिच्नु दामी दामी हुन्छ क्यामेराबाट खिच्दा नि हुन्छ एउटा दुइटा क्यामेराबाट खिच्नलाई नि त 20 रुपियाँ लिन्छ के अरे मानुङकोट फाइनली गाइस पुग्यो यस या मानुङकोटको भ्यू बादल भएर क्या कस्तो लटक्क परेको है हामी त स्वर्गै पुगे जस्तो हो के तल त गाडीहरू कुदिरहेछन् लाइफ जिन्दगी भने यहाँ घर बनाउन पाए पो भने चट्ट लाएर मस्त पारा हुँदा गर्लफ्रेन्ड अझ गर्लफ्रेन्ड सलफ्रेन्ड भएर टक्क डेटिङ यस्तै हिँड्न पाए बाइकमा आफ्नो बाइक भए पैसा भए हुन्थ्यो नि होइन देख्दै देख्दैन यार बादल त यहाँ त बादल नै खाल्डो परे जस्तो छ यार कस्तो ठाउँ छ यार त तिम्रो लागि यहाँबाट हाम फालेर मर्दिउँ भन्ने रे तिम्रो लागि यहाँबाट म हाम फालेर मर्दिउँ डर लाग्यो यहाँबाट खस्यो भने त खस्यो है कहाँ हो यार यो त आमा चक्करै आउँदो रहेछ हौ पुक्लुक्क भयो भने यहाँ फेरि अहिले आमा बाउले खोज्दै होला मेरो छोरा कहाँ गयो भनेर बिहा पनि भएको छैन यार मानुङकोटको भ्यू चाहिँ वाल हो क्या त मानुङकोट पनि आइयो अब हामी मुस्ताङ जाने हो मानुङकोटको भ्यू है तर हामीले बिहान आउने हो कि घाम आउने बेला होइन तर त्यति थाहा भएन कि यहाँ घाम लाग्छ भन्ने थाहै छैन अझ हाम्रो तल होइन यहाँ तल बादल मुनि अब घामै लागेको छैन
कहाँ हो अहिले आउने त कि अहिले जाने अहिले फिचरै जाऊ न यहाँबाट मर्न मन लाग्यो यहाँ आयो हुन्छ है ब्रेकअप भएकाहरू बुढीले धोका दिएकाहरू अब के छ अब प्रब्लम होइन मायामा फसेकाहरू मर्न मन छ भनेपछि सिधै सम्झिने हामीलाई सिधै मानुङकोटलाई सम्झिनु होला यहाँ बोली चाहिरहेको छ अरे फेरि स्वर्ग हो नि त होइन स्वर्ग जस्तो ठाउँमा पुगेर मर्नु भनेको त धेरै राम्रो हो आत्माले धेरै शान्ति पाउँछ यस्तो ठाउँमा मर्न पाए अनि आत्मा रमाइ मर्थ्यो होला अनि यस्तो ठाउँमा मर्न पाएपछि कस्तो भिड नदेखाएको यार त्यहाँ तल बजार छ नि त कस्तो दामी हुन्थ्यो तर यो हट्दैन अरे अब बिहान आउनु पाए भए झन बवाल देखिन्थ्यो होला किसीको मर्ना है तो इधर आ जाओ तर यहाँबाट बजार यस्तो दामी देखिन्छ तलको मैले उमा देखाएको थिएँ कि टिकटकमै देखाएको थिएँ आमामा कता हो यो त यहाँबाट है यहाँबाट हाम फाल्यो भने त्यहाँ अड्किन्छ कि बादल है यहाँबाट हाम फाल्यो भने त सिधै तल बजार दमौली पुगिन्छ चिया कफी खाऊं हाम फाल्नु चाहिँ नफाल है देखिन्छ त्यो बजार अहिले चाहिँ बजार चाहिँ देखिन्छ अहिले हावा त अझै नि चिसो चिसो आइरहेको छ नि क्या देख रहे हो चिसो चिसो मौसम हाँ त्यसै अब त बादल धेरै घटिसक्यो यार कुहिरो हटिसकेको चाहिँ यस्तो देखिँदो रहेछ होइन ढक्कला अहिले त केही देखिरहेको छैन है आमामा यहाँ बस्नुलाई चाहिँ रमाइलो छ पहिला त पुरै ढाकेको थियो नि होइन कस्तो दामी देखिएको छ अहिले यार अझ यो पुरा क्लियर हुन्छ होला अहिले एकछिनमा गाडीको सिरामा चाहिँ झारेर जाने त
मानङकोट मानङकोट पनि घुम्यो बिहान चाहिँ बगाल देखिन्छ दिउँसो चाहिँ यस्तो देखिन्छ डाँडा काँडा हरियाली कुन नदी अरे यो माथि मादी खोला हामी हिँडेर जाने अब यहाँ पुग्नु पर्यो हैन यो नदी भएको ठाउँमा पुग्ने हो हिँडेर गाडी पाएन त्यहाँ पुग्ने हो त्यो होटेल छ नि त कहाँ त्यो पारी त्यहाँ होइन अघि कहाँ हुस्सु लाग्यो भन्ने चाहिँ नि थिएँ होइन कुइडो लागेको ठाउँतिर तर राम्रो रहेछ मान्छे आइस त खिलायो के नभने होइन अब चिना बनाए भएपछि यही हो क्या मान्छेको अनि अब मान्छे चिने भएपछि जेठा नभनिहाल्यो फसिहाल्यो अनि शीत परेको छ यार यहाँ त कपडा त लथाङै भिज्छ कि क्या जुत्ता त मेरो अलरेडी गइसकेको छ जग्गा हान्छु पुग्ने यहाँ हो यो रोडमा छिटो आउनु आमा अघि हामीले हेरा चट्टान त यही हो क्या अघि है बाई बाई साथीहरू आजको लागि चाहिँ यति नै भिडियो है त